साथीहरू सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा वेलकम सबैजनालाई। आज चाहिँ यो म टमाटर र डल्ले खुर्सानी धोएर मोमोको अचार बनाउने भनेर रेडी पार्दैछु। अब मोमोको अचार उसिनेर बनाएर रेडी हुन लागिरहेको छ। सधैँभरि अब कपडा पसलमा नाचगान र अब कपडाको बारेमा मात्रै भयो भनेर म एउटा यसो बेग्लै टाइपको भिडियो बनाएँ भन्ने सोचिरहेको छु म आफूलाई है। तपाईँहरूले सबैजनाले त बेग्लै त होइन, अब मोमो भन्ने सबैजनाले अब आफ्नो तरिकाले बनाइन्छ। अलिअलि एउटै हुन्छ, कति त फरक पनि हुन्छ। यो चाहिँ मैदा पिठो मुस्न गइरहेको छु। मैदाको पिठो हो। अब एउटा हातले चाहिँ मोबाइल, एउटा हातले पिठो मुस्ने भएर अलिकति खराब भएको छ है। यहाँ भिडियो त्यति राम्ररी भएको छैन, त्यति धेरै मजाले त देखाएको छुइनँ, देखाउँदिनँ। हल्का सर्टकटमा देखाउँछु। अब पिठो मुसिसकेँ धमाधम मैदाको पिठोको। अब यसलाई मुछिसकेर डल्ल एउटा प्लास्टिकमा प्याक गरी राख्नु पर्यो भाँडामा। यो फेरि अर्को पिठो के होला भन्नुहुन्छ होला, यो चाहिँ आँटा है त। आँटाको पिठोको पनि मोमो बनाउँछु म, अनि कोदोको पनि होइन। त्यो चाहिँ किन बनाउने भने अब मेरोमा चाहिँ यहाँ मेरो श्रीमान बिरामी हुनुहुन्छ, त्यही भएर मैदा त्यति बिरामीलाई स्वास्थ्यको लागि लाभदायक नभएको हुनाले आँटा अथवा कोदोको बनाउँछु म उहाँको लागि चाहिँ। अरूहरूलाई चाहिँ हामी स्वास्थ्य हेल्दी मान्छेले त अब जे खाए पनि हुन्छ, मैदै खानुपर्छ, त्यसकै मिठो हुन्छ। यो पनि मिठो त हुन्छ ठिकै, तर कसैलाई त्यति मन पर्दैन आँटा र कोदोको पिठोको चाहिँ। अब ल साथी, अहिले चाहिँ यो मोबाइललाई यसो एक ठाउँमा अडाएर हल्का काम गरेको देखाएको। यो प्याज काट्नु पनि गाह्रो पो हुन्छ त साथीहरू, आँसु आएर बरबर्ती हुन्छ। कतिलाई त काट्नै सक्दैनन्। म चाहिँ सहेर पनि काट्छु, किनकि यहाँ हेल्प गर्ने कोही छैन मलाई, त्यही भएर म एक्लै हुन्छु। तर मलाई त्यति झिझट त लाग्दैन, एकछिनमै प्रायः गरेर मोमो त बनाइराखेको हुन्छु मैले, नमिठै भए पनि। यो चाहिँ अब छोरीले खानु मन लाग्यो भनेको हुनाले बनाइहालेको हो। अब हरियो प्याज, सुकेको प्याज काटेर मैले किमाको लागि रेडी गर्दैछु। पिठो उता ढडिरहेको छ। टमाटर अचार पनि उम्लिसकेर मैले निकालेर राखेको छु कट गर्दै भिडियोहरू। अनि अब यहाँनिर अब यो काटकुट गरेर किमा बनाउन लागिरहेको छु। काटिसकेपछि देखाएको मैले यो छिटो फास्ट जतिको भयो, तर यो बनाउन कति 1-1.5 घन्टा लाग्छ। त्यही बित्तिकै यताउता गर्दाखेरि। अनि अलिकति एक्लै भएको हुनाले अप्ठ्यारो भिडियो बनाउन, त्यही पनि केही फरक पर्दैन, यसो देखाउने त हो नि भनेर। अब मुछ्दैछु किमा, प्याजहरू, मसला हालेर, हल्का मसला पनि हाल्छु। मसला त्यति धेरै हाल्दिनँ म चाहिँ। अनि एक प्याकेट मसलाले पुग्छ, थुप्रै वर्ष दिन जस्तै। यो रोटी चाहिँ पुरी चाहिँ कसले बेल्यो भन्नुहुन्छ होला। यही बेला मैले यहाँ छोरीलाई भतिज्नीलाई बोलाएको थिएँ। भतिज्नी आएर रोटी बेल्ने साथी लागेर पनि पकाइ पनि सक्यौँ। अब त पाकेको देखायौँ निकालेर खानालाई रेडी। यो चाहिँ आँटाको मोमो हो, आँटाको अचार। सर्टकटमा देखाएको। यो चाहिँ मैदाको पिठोको सेतो छ, अर्को चाहिँ रातो हुन्छ।
यस्तै है साथी, अब फेरि अर्को भिडियोमा भेटौँला भन्दै यतिकैमा सबैजनासँग बिदा लिँदैछु। बाई।